मलाई चाहिँ एउटा कुरा सेयर गर्न मन लागिरहेको थियो कि कतिजना मैसँग रिलेटेड होला हैन अनि हाम्रो सर्कलभित्रै अभियसली छ होला हैन अनि मलाई चाहिँ अलि पहिलाबाट चाहिँ मलाई सेयर गरेपछि हुन्छ नि त कति धेरैहरू हुन्छ नि त अब कोही मान्छेले कस्तो सजेसन दिन्छ अथवा यो मलाई पनि भएको थियो वाला हुन्छ अनि धेरै कुरा सोचिन्छ नि त अनि बनाउनु मन लागेको थियो मलाई तर मलाई चाहिँ आँट आइरहेको थिएन कि जे भए नि भिडियो बनाउन मन लागिरहेको थिएन कि कसैले तिमीलाई अब केटी मान्छेलाई त्यो धेरै नै रिलेटेड हुन्छ होला होइन किन भन्दा इच एन्ड एभ्री डे नै फेस भइरहेको हुनसक्छ धेरैलाई चाहिँ होइन अनि पहिला चाहिँ यस्तो कुराहरू नर्मलै लाग्थ्यो कि कसैले केही भन्यो अथवा गर्यो भने पनि द्याट्स ओके भन् जस्तो हुन्थ्यो अनि अहिले चाहिँ कस्तो नराम्रो नै लाउँदो रहेछ कि आई मिन अब रिग्रेटहरू पनि हुन्छ नि त त्यस्तो भनौँ न एउटा हिसाबले आई एम जस्ट गिभिङ एन एक्जाम्पल अनि अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ अनि कोही मान्छेले के जे पाए त्यो अब छोरी मान्छेलाई चाहिँ धेरैले नै भनिरहेको हुन्छन् कि छोरी मान्छेलाई चाहिँ के अरे जे पाए त्यो बोल्नेहरू धेरै नै हुन्छ नि भने कमेन्ट अनि लाइभ चाहिँ कहिले बसिन्छ त्यही पनि लाइभमा आएर जे पाए बोल्नेहरू पनि हुन्छन् नि अनि इभन हाम्रै सर्कलमा हाम्रो साथीहरू नै भनौँ साथी मतलब कोही चिनेको व्यक्तिहरूले नै हामीलाई कति नराम्रो वर्डहरू बोलेकोहरू छैनन् त अभियसली छन् नि त अनि हामीले त्यो स्पिकअपै हुन सकिन्न कि कसैलाई पनि सेयरै गर्न सकिरहेको हुँदैनौँ क्या हामीले अब तिनीहरूले एउटा कुरा बोले पनि हामीले इग्नोर गरिन्छ कि तिनीहरूले केही गऱ्यो भने पनि हुन्छ नि पहिला अब कसैलाई पनि सेयर गर्न पनि सकिन्न अनि बरु इग्नोर गरौँ छोडौँ त्यो नरहेछ क्या किन भन्दा आफू उस हुन्छ नि त्यो आफू अगाडि नै बढ्न सकिँदैन क्या आई मिन अब त्यही कुरालाई लिएर अलि कस्तो हिट हानिरहेको हुन्छ क्या ट्रिगर गरिरहेको हुन्छ क्या त्यो इन्सिडेन्ट्सहरू त्यो हुन्छ नि त्यो उस भन्दाखेरि यस्तो हो भन्नेवाला हुन्छ नि अगाडि बढ्नै सकिरहेको हुँदैन कि त्यो कुरा छोडेर इभन आफ्नो मिस्टेक केही छैन भने पनि अगाडि बढ्न हुँदो नरहेछौँ कि होइन हामी मध्ये धेरैलाई नै रिलेटेड हुन्छ होला यो कुराहरू अनि मलाई चाहिँ अनि त्यसपछि चाहिँ अनि अब एउटा एक्जाम्पलको लागि अब त्यो समीक्षा एलिना चौहानहरूको भिडियो पनि कमेन्टहरू पनि देखिरहेको हुन्छन् धेरैले मान्छेहरूले रिलेटेड हुनसक्छ इभन उनीहरूको कुरा छोडौँ हामी नर्मल हाम्रै साथीहरूको पनि बडी सेमको कुराहरूमा पनि कमेन्टहरू कति धेरै आइरहनु कति पातलो कति मोटो कपाल यस्तो उस्तो हाइट यस्तो हुन्छ नि कति धेरैहरू कुराहरू आइरहेको हुन्छ कि अनि अरू मान्छेहरूले केही भन्दा चाहिँ हामीलाई चाहिँ इफेक्ट नपर्ने हो नपरोस् भनिन्छ पर्दैन भनिन्छ तर भित्रभित्र चाहिँ परिरहेको हुन्छ कि हामी यो स्पिकअप गर्न नसकेर हो कि हामीलाई यो पर्दैन भनिन्छ नि तर पर्छ कि रियालिटीमा भन्दाखेरि यो जाबोले भनेर हुन्छ र भन्नेवाला हुन्छ कि तर परिरहेको हुन्छ कि हामीले पनि त्यसले यो मान्छेले यस्तो भन्यो यार भन्नेवाला सोचमा चाहिँ हुन्छ कि दिमागमा लिटरल्ली अनि इग्नोर गरौँ भन्नेवाला अप्सनहरूले चाहिँ हामी त्यो कुराहरूबाट अगाडि बढ्न सकिँदो नरहेछ क्या सो अनि कसैलाई सेयर गर्न पनि सकिँदैन क्या हाम्रै फ्रेन्ड सर्कलहरूमा पनि रियालिटीमै हुन्छ कि अब अनि त्यसपछि चाहिँ मलाई के फिल हुन्छ भन्दाखेरि अनि यो नेगेटिभिटी ल्याएर अर्को एउटा मान्छेलाई आएर एक थोक भनेर तिमीहरू कहिल्यै पनि तिमीलाई एकछिनलाई इट्स ओके टाइप होला तर त्यो मान्छेलाई कति ट्रिगर गरिरहेको हुन्छ भन्ने चाहिँ त्यो मान्छेलाई मात्रै थाहा हुन्छ कि एज अ नर्मली नै सोचे पनि अनि अर्को मान्छेलाई त्यो फिलै गर्न सक्दैन क्या त्यो मान्छेले के त्यस्तो नर्मल त हो नि भन् जस्तो हुन्छ क्या सो एकजनाले आएर एक थोक बोलिदिएर पनि तिमीहरूलाई एक थोक उस गरेर तिमीहरूलाई हुन्छ नि अगाडि तिमीहरूलाई के जस्तो लाग्दैन होला तर हामी हुन्छ नि कसैलाई परिरहेछ भने चाहिँ त्यो एकदमै हिट हानिरहेको हुन्छ के अनि अर्कालाई आएर एक थोक नराम्रो बोलेर उसलाई यसले पनि मलाई यस्तो भन्यो यार भन्नेवाला हुन्छ नि यसले मलाई यस्तो गरेवाला भन्नेवाला सोच्नु चाहिँ बाध्य चाहिँ कसैलाई बनाउन जरुरी छ जस्तो चाहिँ मलाई लाग्दैन होइन अनि तिमीलाई मनपर्छ भने बोल्दा हुन्छ नत्र बोल्दा हुन्छ अथवा कमेन्ट गर्दा हुन्छ तर मन पर्दैन भने इग्नोर अथवा अप्सनहरू धेरै नै छ कि हुन्छ नि त्यो इफ मैले तिमीलाई केही गरेर म एक्जाम्पलको लागि इफ मैले केही गरेरहेछु अथवा भनेरहेछु भने तिमीहरूले मलाई केही गर्न सक्छौ मसँग आएर स्पिकअप हुन सक्छौ तर अर्कासँग गएर अथवा मलाई जे पाए त्यही बोलेर तिमीलाई हुने मलाई केही नै छैन कि त्यो
त्यो उज्लिनी भन्दा सुज्लिनी भन्दा उज्लिनी बढी हुन्छ भन्छ नि, त्यस्तै हो कि त्यो कन्डिसनहरू रिप्लेस हुँदैन कि, अगाडि नै हुँदैन कि मलाई आएर भन्दा हुन्छ कि सिधै तैँले यस्तो गर्यो अथवा तँलाई यस्तो भनेर मलाई यस्तो भयो, तैँले हुन्छ नि त्योहरू हुनपर्छ क्या। सो अनि अर्कालाई नेगेटिभली हेरेर बोलेर केही हुनेवाला केही पनि छैन। मसँग मेरो रिलेटेड कुरा रहेछ भने मैसँग आएर गर्दा पनि हुन्छ, मलाई आएर जे पाए त्यही भन्न जरुरी पनि छैन। इग्नोरको अप्सनहरू धेरै नै भइरहेको हुन्छ, इग्नोर गर्दा हुन्छ। सो अनि एउटा कमेन्टले अथवा एउटा टेक्स्टले नै कति इम्प्याक्ट परिरहेको हुन्छ भने नेभर नो, कसैलाई पनि थाहा भइरहेको हुँदैन। अनि त्यसपछि चाहिँ अनि यो स्पिकअप हुन पनि सकिँदैन क्या कोहीसँग पनि के, अनि त्यसले पनि झन् हिट हान्छ क्या। सो अर्कालाई नराम्रो गर्न भन्दा 10 टाइम सोच्दा पनि ठिकै हुनेवाला कुरा हो कि। आफूसँग रिलेटेड कुरा मात्र गर्दा हुन्छ अथवा भन्दा हुन्छ, केही गर्दा हुन्छ, अर्कालाई आएर नराम्रो भन्न जरुरी नै छैन होइन। अनि मलाई चाहिँ यो कुरामा धेरै पहिला नै भिडियो बनाउनु मन लाग्थ्यो होइन। म 3-4 महिना पहिलाबाट नै भिडियो बनाउँछु भन्ने सोचिरहेको थिएँ। अनि कति कुरा सोचिन्छ नि त। सो टाइम पनि कस्तो लिइरहेको थियो। अनि आज मैले भिडियो बनाएको, तर मलाई थाहा छैन मैले पोस्ट गर्छु कि गर्दिनँ भनेर चाहिँ। तर म गर्छु जस्तो भयो क्या, आँट आउँछ नि मनमा, त्यस्तो फिल भइरह। अनि अर्कालाई हेट गर्न भन्दा पनि मन पर्दैन भने इग्नोर गर्दा पनि हुन्छ अथवा केही गर्दा पनि हुन्छ, तर अर्कालाई जे पाए त्यही बोल्न चाहिँ जरुरी छैन होइन। अनि यो केटीहरूमा चाहिँ धेरै नै रिलेटेड कुराहरू हो, अर्काले आएर केही बोलेर, हाम्रै फ्रेन्ड सर्कलले पनि हामीलाई जे पाए त्यही बोलेर पनि हामीले त्यसैसँग गर्दै बोल्दाखेरि पनि हामीलाई कस्तो हुन्छ कि, तर त्यो अरूसँग सेयर गर्दा सकिन्न क्या हामीले। अनि त्यो हुन्छ क्या जसलाई पनि। सो अर्कालाई त्यस्तो गर्न जरुरी नै छैन। तँ एक दिन आफै पछुताउनेवाला छस् होइन, छौ होइन तिमीहरू। सो द्याट्स इट। अनि केटीहरू तर स्पिकअप चाहिँ हुनपर्दो रहेछ भन्ने मलाई फिल हुन्छ होइन। उनीहरूले केही भनेर पनि तिमीहरू चुप्प लाएर बस्छौ अथवा इग्नोर गर्छु भन्छौ भने त्यो चाहिँ आफै नै सिद्धिनेवाला पार्ट हुने रहेछ के। आई मिन अब त्यसलाई तैँले किन यस्तो गरिस् मलाई भन्न चाहिँ पर्ने रहेछ के। आई मिन हुन्छ नि त्यो, अब त्यो चुप्प लाएर बस्ने भने झन् बढी हुँदै जान्छ कि। एकचोटि बोल्यो भने त्यसलाई अब एहसास पनि हुन पऱ्यो नि ऊ गलत छ भनेर। सो मैले के भनेको मलाई थाहा होइन, मैले बोल्दा होइन म भित्रै पुगिसकेँ जस्तो लाग्यो मलाई चाहिँ। अनि त्यही हो। अनि स्पिकअप चाहिँ हुनपर्छ। कसैले तिमीलाई इभन तिम्रो साथी नै होस् भने त्यसलाई त रङ छस् भन्न सक्नु पर्दो रहेछ के। सो हामीले चाहिँ सकिएन होला टाइममा अथवा केही भयो होला होइन, तर अरू चाहिँ नहुन् भन्नलाई मैले यो भिडियो बनाएको। बाई गाइज, पानी पऱ्यो जस्तो लाग्यो मलाई। अनि द्याट्स इट, बाई।